ओके डाउटा फ्यान्स आज हामी कुरा गर्छौँ सबैभन्दा पहिले भोलि हुने मन्डे नाइट रको बारेमा। भोलि हुने मन्डे नाइट र चाहिँ यो हिस्ट्रीकै सबैभन्दा खतरनाक मन्डे नाइट र हुनसक्छ, किनकि जहाँ ओबा फेमी, रोमन रिन्स, ब्रक लेसनर, सेथ रोलिन्स सबै एकसाथ आउने भएको छ। सबैभन्दा हामी पहिला कुरा गर्छौँ हामी सेथ रोलिन्स र रोमन रिन्सको बारेमा। रोमन रिन्स र सेथ रोलिन्सको भरे हुने मन्डे नाइट रमा चाहिँ कन्ट्र्याक्ट साइनिङ हुनेछ। कन्ट्र्याक्ट साइनिङमा चाहिँ नर्मल हुन्छ कि भसर्न हुन्छ चाहिँ अब त्यो मन्डे नाइट र हेरेपछि नै थाहा हुन्छ। तर एउटा कुरा चाहिँ क्लियर छ कि रोमन रिन्स र सेथ रोलिन्सको कन्ट्र्याक्ट साइनिङमा अहिलेसम्म कुनै भसर्न चाहिँ भएको छैन। रोमन रिन्स र ब्रक लेसनरको बिचमा मात्र सधैँ भसर्न हुन्छ कन्ट्र्याक्ट साइनिङ गर्दा। अब अर्को कुरा गर्नेछौँ हामी ब्रक लेसनरको बारेमा। रोमन रिन्स र ब्रक लेसनरको यो आखिरी र हुनेछ सँगै आउने, किनकि ब्रक लेसनर अब यो समर स्ल्याम पछि रिटायर हुन सक्ने भनिरहेको छ। तर यो कुरा एक्ज्याक्ट चाहिँ भएको छैन, तैपनि रुमर चाहिँ धेरै आइरहेको छ कि यो समर स्ल्याममा चाहिँ ब्रक लेसनर हार्न सक्छ र त्यसपछि रिटायर हुन सक्छ भनिरहेको छ। ब्रक लेसनरको यो अजिबहरूलाई हेर्न सक्नुहुन्छ तपाईहरुले। ब्रक लेसनरले कतिचोटि वर्ल्ड टाइटल जित्यो, कतिचोटि के जित्यो भनेर चाहिँ यहाँ देखाएको छ सबै। अब हामी कुरा गर्छौँ समर स्ल्याममा रिटर्न कसको हुन्छ भनेर। यो 4 जना मध्ये 1 जनाको अनिवार्य समर स्ल्याममा रिटर्न हुन्छ। मेरो विचारमा सायद रेन्डी ओर्टनको रिटर्न हुन सक्छ, किनकि रेन्डी ओर्टन रेसलमेनिया 42 पछि गायब भइसकेको छ, पर रिटर्नै भएको छैन। स्म्याकडाउनमा रिटर्न हुन्छ कि भनेको स्म्याकडाउनमा पनि रिटर्न भएन। अब पक्का रेन्डी ओर्टनकै समर स्ल्याममा कोडी रोड्स र सेम पङ्कको बिचको म्याचमा रिटर्न हुन्छ र दुवैजनालाई अट्याक गरेर फेरि त्रिपटक म्याचको लागि च्यालेन्ज हुन सक्छ। अथवा रेन्डी ओर्टनका रिटर्नका कारण कुनै च्याम्पियन एकजना च्याम्पियन बन्न सक्छ र रेन्डी ओर्टनले उसलाई च्यालेन्ज गर्न सक्छ। अब हामी लास्टमा कुरा गर्छौँ भोलि हुने मन्डे नाइट रको बारेमा, हाइलाइटरको बारेमा। भोलि हुने मन्डे नाइट रमा चाहिँ ब्रक लेसनर र ओबा फेमी बिच फेस अफ, सेथ रोलिन्स र रोमन रिन्स बिच कन्ट्र्याक्ट साइनिङ, स्काई र रक्सन प्रिस बिच सिंगल म्याच र त्यसपछि बेकी लिन्च र लार्बर कार्यर बिच फेस टु फेस, अनि त्यसपछि इथन पेज, रुसेफ, च्याट गेबल अनि डोमिनिक मिस्टेरियो यिनीहरू बिचको आइसी टाइटलको लागि नम्बर 1 कन्टेन्डर म्याच हुनेछ। यति नै हुनेछ भोलिको मन्डे नाइट रमा चाहिँ, र भोलिको मन्डे नाइट रको रिभ्यू भिडियोमा भेट्नेछौँ। अहिलेको लागि चाहिँ बाई बाई। सबैजना सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला।